हेलो नमस्ते स्वागत छ पोखरा टु गोरेपानी फालेको देखेछु मैले त्यो मेरो पनि दुईचोटि गएको नि त बोर्ड बोर्ड गएको होइन मेरो चाहिँ प्रोसेसर उडाइदिएको के अरे उस उडाइदिएको ऱ्याम उडाइदिएको त्यो बोर्ड पावरफुल भएर प्रोसेसर पावरफुल भएर ऱ्यामै उडाइदिएको रहेछ कि मेरो एकचोटि चार्जर मात्र बिग्रेको थियो पिनलाई यहाँ त अहिलेसम्म ओरिजिनल कागज यहीँ छ यो त्यो पिन बनाएर चलाइयो गोरेपानीको उकालो यो बाटो बनाउने क्रममा चिप्लो रहेछ अलि सरर बिस्तारै 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 ए यताबाट जा गयो 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 नाच्छ नाच्छ डल्ले चढ के म हल्का धकल्छु ल जा 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 चल लगा के यस यस जा 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 बिचरा मुस्किल छ अफरोडिङ राइड गर्न यस्तो चिप्लो बाटो भयङ्कर चिप्लो बाइकमा चाहिँ टायर गोटीवाला हुनुपर्ने रहेछ भन्ने चाहिँ हो कि राइडमा बसी यस्तो गाडी चिप्लेर उता नाचिहाल्यो क्या झन् जा त अलि माथिसम्म यो चाहिँ खतरनाक चिप्लोवाला अफरोडिङमा चाहिँ हामी हिँड्यौँ अहिले खतरा मोटो हुनुको बेफाइदा यस्तै रहेछ स्याहाँ स्याहाँ बढिहाल्ने ओहो यस्तो उकालो हिँड्दा मात्र हो है मोटो भएको अलिकति गिल्टी फिल हुने अनि फेरि घट्छु घट्छु अब त दामी घट्छ भन्ने हुन्छ घर गएर आनन्द बसी के को घट्ने दे भाइ पिज्जा मोमो फेभरेट च्याप्प पारिहाल्छ डाँडा काँडा हिँड्दा चाहिँ घट्नुपर्ने रहेछ भन्ने हुन्छ के हाल्ने त्यो बाटो चाहिँ खतरा हाम्रो डल्ले साथीले खतरा हो क्या कुदाउनु चाहिँ कन्ट्रोल त भवालै हो अझै बाटो यस्तो खतरनाक छ खतरनाक गुकुल्टु बुकुल्टु गइदे माथि गएर कुद्छ यो उकालो उक्लिँदाखेरि यस्तो लाग्यो कि पातलो शरीर स्वस्थ शरीर किन चाहिन्छ भनेर हत मलाई थाहा हुँदैछ क्यारी घट्ने होला हो अल्छी हुनु भयो वेट लस गर्नै पर्यो भयो नत्र यत्तिको छिटो मान्छे यार यति उकालो हिँड्दा फ्याफा र फुफु हत अहिले म 80 किलो छु 80 किलो अब म कसरी घट्छ थाहा छैन तर अब घट्नै पर्छ र हाम्रो बाइक अस्ति नै क्लच प्लेट जाँदा उसले लिएर गएको क्लच प्लेट उसले लिएर गएको के छ सुमन
ओ जन भाइ पन्चर भयो पञ्चर भएर उहाँ तल यार फेरि तलबाट बनाएर अनि यताको बाटो लिएर आएर कहाँ पुग्नु लाग्यो ए हो र मान्छे त ए भोलि आइन्छ कि होइन म त भोलि बेलुका बेलुका आइपुग्छु ए हो र मैले गर्नु पऱ्यो कता सबै ढुङ्गा पऱ्यो भरे हिसाब किताब ए ठिक छ नि सबै अस्ति अनि कतिको बना केही दिन फर्कियो के म त त्यो दिनमा अँ आज अल्छी लाग्छ भन्ने निस्किँदै अँ झन्ड गाडी केही नभएर सिधै त्यो चिन्ता नगर्नु त्यो नट भाइ चाहिँ माथि बेरिङमा अड्किएर लक्ष्य हो क्या हामी नि यस गाडीले चाहिँ माया गर्ने चाहिँ हो क्या होइन नि यस्तो रफ्तार गएर नि बाइक चाहिँ खासै गेम अन्त यार यो बाइक क्लच प्लेट जाँदा चाहिँ हाम्रो गुरुले यस्तो मजाले हालेर गाडीमा रक्क लगाएर कसैले कन्ट्याक्ट गर्नु पऱ्यो भने घोरेपानी पुनिल होइन बेनी यता पोखरा जता पनि बोक्नु पऱ्यो नि गाडी नम्बर ले हिँडाले छिटो ल यो गाडी हो कसैले केही समस्या पऱ्यो भने ड्याक्क फोन हान्ने ल हाम्रो भाइहरूको सर्भिस दामी छ फाइनल्ली घोरेपानीमा चाहिँ यस्तो कुहिरो लाग्छ यहाँ हामी चाहिँ यहाँ भर्खरै घोरेपानी आयौँ हामी भर्खरै अब घोरेपानी चाहिँ हाम्रो दाइकोमा होमस्टेमा आइएस होमस्टेमा हाम्रो यो बुलेट बाइकका असली ओनर हाम्रो ल यो घोरेपानी आउनुभयो भने चाहिँ उहाँलाई सम्पर्क गर्नु होला उहाँले एकदम घोरेपानी घान्द्रुक तपाईँको उल्लेरी टाढा पानी जता पनि केही चाहिएमा चाहिँ ल हाम्रो यहाँ राज दाइ हुनुहुन्छ उहाँलाई सम्पर्क गर्नु होला नमस्ते भाउजू नमस्ते दाइ ओ दाइ के छ अरे झर्नै धन्दै त झर्नै हेर्ने बेला आएको थियो खत्रै आयो नि राजदाइको कता नि मलाई त्यस्तै लाग्यो म जहाँ गएँ त्यहीँ हिउँ पर्छ दाइ अनि जहाँ गएँ त्यहीँ तनाव पनि हुन्छ फेरि अर्को हामी चाहिँ अहिले उठ्यौँ लगभग ठ्याक्क लाएर 8:15 भयो 8:15मा उठ्यो घाम बाहिरको घोरेपानीको घाम यो कति राम्रो भएछ हेर्नु है त हेर्नु मौसम निक्लिने बित्तिकै मजाको घाम कस्तो रमाइलो ठाउँ मौसम अब चिसो हुँदैछ यता चाहिँ त्यो डाँडोको चाहिँ कुनिल चाहिँ त्यो डाँडो यहाँबाट टक्कै हिँडेर जानुपर्छ मजाले लगभग 45 मिनट सही हिँड्नेलाई आनन्दले हिँड्नेलाई 1 घन्टा त्यहाँ पुगिन्छ ठ्याक्क कुनिल हेलो दाइ गुड मर्निङ गुड मर्निङ चिया खायो लगा टाइम जस्तो यहाँ सकिने भाइ के स्टार्ट गर्नु भयो स्टार्ट गरेको छैन अहिले त घुम्न जाने पोरोले ल बाई बाई ल ल हामी ट्रेकिङ हिँड्ने गरे पनि तर उल्लेरीसम्म होइन डल्लै
घोरे पानी आउने भने चाहिँ यो लाली गुराँस फल्ने बेलामा आउनुपर्छ। यति राम्रो देखिन्छ अरे यो घोरे पानीमा गुराँस फल्ने बेलामा आउनुपर्ने छ एकचोटि। गुराँस फल्ने र सब गुराँसको बुटो यति ठुल्ठुलो सब ठुल्ठुलो यो सब गुराँसको बुटो हुन्छ ठुल्ठुलो। हेर त कस्तो हुन्छ होला फुल फलेको बेला आउनु। कहिले र चैत वैशाखमा होइन फल्ने फागुन चैत वैशाख वैशाखमा त भन्नु फागुन चैत होइन। तर यार गुराँस फल्ने बेलामा चाहिँ एकचोटि चाहिँ आउनु पऱ्यो। बुटै हेर्नु कति धेरै हो जङ्गलै गुराँसको। अनि अभी त यस्तो जङ्गल यति धेरै रहेछ कि गुराँसको बोट। बाटो चाहिँ उता होला गाडीको बाटो पनि राम्रो छ सरर चाहिँ। हामी चाहिँ बाइक चाहिँ धेरै पानी दाइकोमा छोडेँ। अब त्यो जिपमा आउने भनेको जिप फेरि एउटा टुरिस्टको चाहिँ खुट्टा भाँच्यो अरे हिँड्दा हिँड्दा भनेर कुदिहाल्यो जिप चाहिँ रिजर्भ भनेर हिँडिहाल्यो। अब खैरे पासेको नेपालले के बोक्छ अब। अनि अर्को जिप फेरि अर्को रिजर्भ भनेर बाग्यो। 2 बजे बस उल्लेरीमा भेट्नुपर्छ हामीले। अब उल्लेरीमा बस भेटिएन भने चाहिँ फेरि नयाँ पुल पुग्नुपर्छ। नयाँ पुल यस्तो खतरा बाटो झरेपछि चाहिँ मोटरको बाटो छ फसा राम्रो छ क्या यहाँ। यहाँ चाहिँ हाम्रो विदेशी पर्यटकहरू चाहिँ हिँड्दै हुनुहुन्छ। विदेशी पर्यटकहरू चाहिँ ट्रेकिङ हिँड्दै हुनुहुन्छ। बिचरा बुढाबुढीले जिप त आउँथ्यो त जिप त आयो त फेरि एउटा बाटो भेट्यो अरे भनौँ न तपाईँले। हिँड्ने भनेर त हिँड्यो जिप आउनु जिप बाटोबाटै रहेछ है। पहिला त यस्तो साँगुरो त थिएन कि है यस्तो चाक्लो त मिनटमा हामी यसरी मोटरको बाटो माथि ट्रेकिङ हिँड्ने मान्छेको बाटो चाहिँ तल खतरनाक छ। यो सिँढी सर्लक्क झरेर जानु पर्यो। हामी अस्ति नै ट्रेनमा पोटर भएर आउने बेलामा घामचोक हुँदै टाढा पानी हुँदै पुग्ने आउने बेलामा यहाँ खोला बगेको थियो। हामी केटाहरू टक्क लाएर यहाँ बसेर पानी खाएको थियौँ। अहिले खोला थियो खोला त अन्डरग्राउन्ड भएछ नि दिपेश यहाँ त पुरै अन्डरग्राउन्ड खोला भएछ। पुल भयो जस्तो लाग्थ्यो एउटा सानो। हेलो वेलकम। पर्यटक हाम्रो भगवान् भनेको बाटो छ। मैले हेरेँ कता भारी बिसा थिएँ यहाँ खोला थियो यार किनभने यहीँको पानी खाइदिएको पनि खोलाको। अहिले त खोला छैन त यार। ओ केटा हेर त यहाँ त खोलै छैन भन्नु पर्ला। सब मुनि मुनि बगेछ क्या दिपेश। मुनि मुनि खोला बगेछ यार। यता ढुङ्गा अबि ओए माथिबाट यता यता खत्रै होइन त नि। ओके यहाँ आएर निस्केर चाहिँ क्या डाइरेक्ट। ओके कत्रो कत्रो ढुङ्गा खसेको नि हेर्न हेर त। ल बेस्ट ट्रेकिङ रुट भएको चाहिँ उसले जस्तो गरेर हिँड्नमा नि एडभेन्चर हेर्नुहोस् यस्तो खतरा खतरा एडभेन्चर बाटो हो। यस्तो रमाइलो छ कि ज्यान बचाउ अभियानमा चल्नुपर्छ।
मोटर गाडी हुने दामी बाइक हुने उनीहरूलाई त मोटरकै बाटो छ फेरि हिँडेर आएको मजा हुन्छ कि कुनै दिन म पनि यसरी नै तर खासै जाउँ न त केटाहरू सबै मिलेर रमाइलो हुन्छ घुम्न नि हुन्छ भनेको त फर्स्ट दिन त मर्नु भने झन् केटाहरूले हेल्प गरिदिएर कागजले बिरेले चाहिँ भयङ्कर हेल्प गरे यार नत्र त्यति बेला मलाई अरे सम्झिँदा पनि सिरिङ नै हुन्छ सिरिङ नै बनठाती हामी लगभग 1 घन्टा 50 मिनटमा घोरेपानीबाट बनठाती आइदियौँ यहाँ त पुग्दो रहेछ त्यहाँ हो भिडियो हेरेर साथ दिनुभएकोमा सम्पूर्णलाई धन्यवाद। आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला।